चाक देखाउनु न के अरे अहिले भेट्छु चाहिँ खुट्टै अटो चराब दिदी साथी हो वेलकम छ मेरो भिडियोमा। आज चाहिँ बहिनी र म धेरै वर्ष पछाडि टावर घुम्न आएको छौँ। टावरमा चाहिँ एकदम धेरै हावा चलिरहेछ। भिडियो बनाउनु नै गाह्रो भइरहेको थियो, हावाले गर्दा घरि लुगा उड्ने, घरि कपाल उड्ने, घरि फोन उडेर झर्ने। बहिनी र म चाहिँ क्याटवक गर्दैछौँ यहाँनिर। बहिनी चाहिँ हिल्लाएर म भन्दा अल्गो भएर हिँड्दैछ। हाम्रो चाहिँ क्यामेराम्यान पनि कोही नभएर पालै पिलो भिडियो सुट गर्दैछौँ। अरू बेला चाहिँ यहाँ मान्छेहरू धेरै आइबस्नुहुन्थ्यो, तर आज चाहिँ खासै धेरै आउनु भएको रहेछ। हामीले चाहिँ मसिनो भाइ बहिनीलाई भिडियो बनाइ माग्यौँ। बहिनीले चाहिँ एउटै गीतमा डान्स गर्नु भनिरहेको थियो, हामीले डान्स गर्न थाल्यौँ। लाल परी र ब्ल्याक परी भएर हामीले डान्स गरिसक्यौँ। अनि मैले फेरि ब्ल्याक परीको भिडियो बनाउन थालेँ। ब्ल्याक परीले चाहिँ यस्तो खतरा क्याटवक गरिरहेको थियो कि मोरल भन्दा के कम भन्दै उसले चाहिँ क्याटवक गरिरहेको थियो। मेकअप पनि खतरा गरेको थियो आज बहिनीले। फोटो भिडियो सुट गरेर हामी चाहिँ घरतर्फ लाग्यौँ। अघि आउँदा चाहिँ एकदम खुसी भएर हिँडेर आएको मान्छे हिल्लाएर। अहिले चाहिँ हिल हातमा बोकेर हिँडिरहेछ ब्ल्याक परीले। पहाडको बाटो चाहिँ प्रायः यस्तै उकालो ओह्रालो हुन्छ, त्यही भएर म प्रायः घुम्नु डुल्नु जाँदा हिलै लाउँदिनँ। यस्तो हुन्छ हिलाउनेको हालत अवस्था यस्तो हुन्छ। फोटो सुट गर्न आएको हो नि त। टावर भन्ने ठाउँ हो, यस्तो अप्ठ्यारो छ। मैले चाहिँ आज हिलाएर आएको थिएँ र अप्ठ्यारो भएर हिँड्नुहोस् खाली खुट्टै हिँडिरहेको छु। मेरो दिदीको पोज यो चाहिँ फिदिम बजार देखेको हो गाइज। यस्तो छ है फिदिम बजार चाहिँ। यो फिदिम बजारको यो टुप्पीको यो टावर। ए हाँसिदिनु हेलो भन्नुहोस्। हेलो। भिडियो चाहिँ अलिक राम्रो बनाइदिए ल ब्ल्याक परी। चाक देखाउनु न के अरे है। ए यसले त यति नजिकबाट भिडियो बनाउँदै रहेछ र मलाई पुड्की देखेको रहेछ। अलिक टाढोदेखि बना त। गाइज हामी चाहिँ एउटा गीत गाउन गइरहेछौँ दिदी र बहिनी। सुरु है। भागै जाने सल्लाह मात्रै भो, तिम्रो मेरो हल्ला मात्रै भयो। मल्लिका म्याम रोकिए मल्लिका म्याम। ब्ल्याक परी भन्दा के कम भनेर मैले पनि क्याटवक गर्न थालेँ रोडमा आइपुगेर। मैले गरेको क्याटवक चाहिँ ब्ल्याक परीलाई चाहिँ त बुझेन अरे, यसरी हिँड्नु भन्दै मलाई सिकाउँदैछ। अहिले चाहिँ रात पनि परिसकेको हुनाले हामी चाहिँ क्याफेतिर खाजा खान गयौँ। क्याफेमा पुग्दा चाहिँ खासै मान्छेहरू नै हुनुहुन्न रहेछ। अनि हामीले खाजासाजा खाएर फोटो एक दुईवटा खिच्यौँ अनि भिडियो बनायौँ। यो क्याफेदेखि चाहिँ फिदिम बजारको भ्यू लास्ट राम्रो देखिन्छ। खेतहरू पनि देखाएर कस्तो दामी देखिन्छ। हामी दुईजना भइसकेपछि चाहिँ हामीलाई प्रायः साथी नै चाहिँदैन। हामीले चाहिँ आज एकदम धेरै इन्जोय गऱ्यौँ अनि हामी घरतर्फ लाग्यौँ। थ्याङ्क्स फर वाचिङ माई भिडियो।